सबैलाई नमस्कार। हिन्दूहरूको आशाको केन्द्रबिन्दु आज हामी अरङखाँचीमा अवस्थित सुपा देउराली मन्दिरमा आएका छौँ। हजुरहरू पनि यसै मेरो भिडियो मार्फत सुपा देउराली मन्दिरको दर्शन गरी पुण्य लाभ गर्न सक्नुहुन्छ। हजुरहरू देख्न सक्नुहुन्छ यहाँ दर्शनार्थीहरू कति धेरै आउनु भएको छ। हामी लगभग 1-1.5 घण्टा जति लाइन लाएर सुपा देउराली माताको दर्शन गर्न सफल भएर अहिले बाहिर निस्किएका छौँ। हजुरहरूले मेरो पछाडि देख्न सक्नुहुन्छ सुपा देउराली मन्दिर अवस्थित लाउरे टाँसिएको भन्ने ऐतिहासिक ठाउँ जाने बाटो यही नै हो। अनि माथि त्यो कालो कालो छाया भिरमा ढुङ्गामा देख्नुहुन्छ त्यो चाहिँ लाउरे टाँसिएको ठाउँ हो भन्ने किम्वदन्ती रहेको छ। हजुरहरू यो ठाउँमा नआए पनि हाम्रो भिडियो मार्फत नै यो ठाउँ अवलोकन गर्न सक्नुहुन्छ। आउने बाटो चाहिँ यही नै हो। ल हाम्रो बुढोको मनोकांक्षा पुरा होस्, आस्था बढोस् भगवानमा। बाबु भ्याइयो पूजा पूजा भएर त टिपाएर बल्ल हुन्छ कि लगाइरहेछ त एकदम रमाइलो। ल भेरी गुड। मासु मिठो छ होइन? बोलो क्या हो?